हेलो साथी हो, तपाईँहरू चाहिँ कहाँदेखि हुनुहुन्छ? सो आज चाहिँ म बारीमा फर्सीको बिरुवा सार्नको लागि आइरहेको छु। हाम्रोतिर चाहिँ धेरै जाडो हुन्छ, त्यही भएर फर्सी डाइरेक्ट रोपे भन्छ कुही जान्छ। अनि हामी चाहिँ प्रायः यसरी गमलामा रोप्छौँ अनि बारीमा सार्छौँ। मेरो फर्सीको बिरुवाहरू चाहिँ यस्तो भइरहेछ, रोप्ने बेला भइरहेछ। सो मेरो काम चाहिँ आज दिनभरि रोप्ने हुन्छ, फर्सी रोप्ने काम। आज पनि सकिँदैन, लगभग 1 हप्ता जति लाग्छ होला। हाम्रो बारी धेरै छ, त्यही भएर फर्सीहरू धेरै रोप्छौँ। कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो कमेन्ट गर्नु सक्नुहुन्छ है। यहाँ हाम्रो गाउँघरतिर चाहिँ अहिले घाम पनि नलागेर एकदम धेरै जाडो छ। 1 हप्ता भइसक्यो जाडो भएको। तपाईँहरूकोतिर चाहिँ जाडो छ कि छैन? यहाँ हाम्रो घरतिर चाहिँ अहिले होइन कोरिया कस्तै काम भइरहेछ धमाधम। 1 हप्ता लाग्यो फर्सी रोप्नको लागि। म फर्सीको बिरुवा देखाउँछु ल तपाईँहरूलाई। म चाहिँ बारीमै यसरी तातो पानी ल्याउँछु अनि यसरी चिया खाँदै काम गर्नु। म रोप्ने बेला पनि टरिसकेको रहेछ। फर्सीको बिरुवालाई चाहिँ यसरी उखाल्दै राख्नु पर्यो, नत्र त यस्तो हेल्दी हुन्छ। कतिको मनपर्छ फर्सी मनपर्छ कि फर्सीको मुन्टा मनपर्छ? कमेन्ट। गाउँघरमा यस्तै काम छ हौ साथी हो, के गर्ने, काम नगरी पनि हुँदैन होइन र। मैले चाहिँ फर्सीको बिरुवा पनि उखालिसकेको छु। उखालेर यहाँ बट्टामा अब रोप्नलाई हिँड्न लागेको छु। साथी हो, मैले चाहिँ यसले खाली फर्सी पनि बिउ राखेको थिएँ। यसले खाली फर्सी चाहिँ यस्तो मजाले आएको छ, देख्न सक्नुहुन्छ। मलाई यसको चाहिँ मुन्टा मिठो लाग्छ है। मुन्टा पनि एकदम मिठो हुन्छ, फल पनि मिठो हुन्छ है। यसलाई उसिनी खानुपर्छ। हाम्रो औलतिर चाहिँ त्यति साह्रो हुँदैन, तर पनि मैले ट्राई गरेको कस्तो हुँदो रहेछ यो फर्सी भनेर। जाडो पनि छ, के गर्नु, जाडो। साथी हो, म चाहिँ अब जान लागेको बारीतिर। अब भिडियो खिचिने मान्छे नै छैन मेरो त यहाँ, कोही पनि एक्लै छु। के बिउ चाहिँ सबै ठाउँ रोपिसकेको। अब यो बारीको अघि उखालेको चाहिँ रोप्छ कि अब यो रोप्नु बाँकी छ। यहाँ चाहिँ हामीले अस्ति इस्कुस रोपेको छौँ। इस्कुसको थाकमा मन धेरै भएर हामीले फर्सी पनि यहाँ लगाइदिएको। आज चाहिँ रोपिसक्यो फाइनली। आज चाहिँ यति नै रोप्ने, रात पनि परिसकेको थियो। अब घर गएर खाना बनाउने बेला भइसक्यो। फिनिस गरेको छु आज चाहिँ, भोलि फेरि सुरु गर्ने। भिडियो मन पऱ्यो नमन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला है। गाउँघरको भिडियो। बाई, टेक केयर।